आजभोलि पोर्चुगलमा बस्ने नेपालीहरूलाई लक्षित गरेर नयाँ किसिमको एउटा ठगी धन्दा बढ्दै गएको छ। विशेष गरी युरो नेपाल पैसा साटासाटको नाममा हुने ठगी निकै खतरनाक बन्दै गएको छ। यो कथा पनि यस्तै एउटा वास्तविक घटनामा आधारित छ। हिजो मात्र पोर्चुगलमा बस्ने एकजना नेपाली युवालाई अर्की एक नेपाली महिलाले सम्पर्क गरिन्। उनले भनिन्, तपाईँले युरो चाहिएको छ भने म यहाँ पोर्चुगलमै दिन्छु, तपाईँले मलाई नेपालमा पैसा हालिदिनु। कुरा सामान्य जस्तो लाग्यो। दुवै नेपाली भाषा एउटै, भरोसा पनि लाग्ने। अन्तत 1500 युरोको कारोबार गर्ने सहमति भयो। महिलाले मैले तपाईँको खातामा युरो ट्रान्सफर गरिसके भन्दै बैंक स्टेटमेन्ट समेत पठाइन् र छिटो नेपालमा पैसा हाल्न दबाब दिन थालिन्। तर युवकको खातामा पैसा आएको थिएन। युवकले स्पष्ट रूपमा भन्यो, मेरो खातामा पैसा नआएसम्म म नेपालमा पैसा हाल्दिनँ। त्यसपछि ती महिलाले नोभो ब्याङ्कमा पैसा आउन 5-7 घन्टा लाग्छ भन्दै झुक्क्याउने प्रयास गरिन्। समय बित्दै गयो तर खातामा पैसा आएन। युवक सचेत थिए। उसले आफ्नो अडान छोडेन। पहिला पैसा मेरो खातामा देखिनुपर्छ अनि बल्ल मैले तिमीलाई नेपालमा हालिदिन्छु भनेर उनले कबुल गरे। अन्तत ती महिलाले बुझिन् कि युवकलाई ठग्न सकिँदैन। केही बेरमै ती महिलाले उसलाई ब्लक गरिन् र सम्पर्क विच्छेद गरिन्। यो घटनाले हामीलाई एउटा गहिरो सन्देश दिन्छ। स्क्रिनसट, स्टेटमेन्ट र मिठा कुरामा कहिल्यै विश्वास नगर्नुहोस्। पैसा तपाईँको खातामा क्लियर भएर नआएसम्म अर्को ठाउँमा पैसा नपठाउनुहोस्। यस्ता ठगहरूबाट सतर्क रहनुहोस्। यो भिडियो व्यापक रूपमा सेयर गर्नुहोला। एकछिनको लाभ अहिले वर्षौंको मेहनत बर्बाद हुन सक्छ। नमस्ते होला, न्युज हेर्दै गर्नुहोला। पोर्चुगलमा हावाहुरी पानी एकदम बढिरहेको छ। आफ्नो केयर गर्नुहोला।